गाइसहरु यतिखेर चाहिँ म चाहिँ अब यहाँ दुईटा भुर्लाङहरुलाई लगेर म बौद्ध जाँदैछु हैन। यहाँ चाहिँ हिँड्दै हिँड्दै यात्रा हो हाम्रो। यहाँदेखि चाहिँ म बसेकोदेखि बौद्ध चाहिँ नजिकै हो नि त, 5 मिनट लाग्छ गर्ने। यसो बत्ती सत्ती दिवसीय बालुम भनेर हिँड्दै गरेको ल है त। बोल्न के बोल्नु। हेलो एभ्रिवान, अहिले चाहिँ हामी बौद्ध जाँदैछौँ होइन। अहिले यति बेला घडीको 7 बज्न लाग्यो होइन। बिहानै उठायो, अनुहार धोएर हिँडिहालेको, भोकले मन आँटिसक्यो बौद्ध जानुपर्ने पूजा गर्न। बाटो चाहिँ कस्तो गल्ली 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 छ, एकदमै राम्रो लाग्यो। खै मलाई त प्याक गर्नु पनि आएन, मलाई त आएन बनाउनु। अब हामी भित्र लागिसक्यौँ है त। यो सर्ट बाटो चाहिँ एकदम छोटो अनि सजिलो पनि छ। यसो कतिलाई थाहा नहुन सक्छ, यो सर्टकट हिँडेर जाने बाटो है। उज्यालो भइसकेको छ आज बिहानै। बौद्धमा गएर चाहिँ हल्का होइन पूजाहरू गरौँ, प्रार्थनाहरू गरौँ भन्ने हिसाबले टाउदो उधो उधो काठमाडौँमा हिँड्दै जाँदाखेरिको चाहिँ यो सर्टकट बाटो चाहिँ है कपान बस्नेहरूको लागि। यहाँनिर 20 रुपियाँ सहयोग गरिराख। आशीर्वाद लिने बस्छ त्यसरी दिन दुखीहरूलाई सहयोग गरेर होइन, आनन्द फिल गर्ने हो। 10 रुपियाँ भए पनि 5 रुपियाँ भए पनि सहयोग गरेर आफूलाई खुसी महसुस गर्ने हो क्या होइन। मेरो माइली बहिनी हो, यता त्यता एकचोटि कुनलाई पो मैले त्यसो भन्नु लाग्थेँ। टक्क जाने होइन, टपमा जाने, त्यसको टपमा मजाको त बौद्ध देखिन्छ, त्यसमा गएर चाहिँ चट्ट फोटो खिच्ने। अनि त्यहाँदेखि के खान्छ होला हजुर भन्दाखेरि हामी खाजा चाहिँ खाँदैन, हामी मात्रै कफी खान्छ भने ठ्याक्क लाएर ब्ल्याक टी कफी खाने, फ्रेस हुन्छ। मात्र बचेको यो शान्ति लुकाउँ कहाँ। यो बौद्धमा आएपछि चाहिँ यही गीत चाहिँ साह्रै गाउनु मन लाग्छ। बन्द छ क्या हो त ओ माने प्रेमे ओ माने प्रेमे ओ माने प्रेमे ओ माने प्रेमे ओ सानो बुद्ध रहेछ, सानो बुद्ध। ल पोखरी माछाहरू पनि रहेछ, रातो माछाहरू आफै घुम्दो रहेछ, यिनीहरूले घुमेर झन्डै बिगारे। बहुत मेन गेट ल ल ल ल कहाँबाट ल्याएको त? ऊ त्यहाँ चढ्न राखिदिएको रहेछ क्या बच्चाहरूलाई बाँध्ने भने, बाँड्दै आधी जति भयो त। ल सबै सोचेकोहरू पुरा होस्, मनोकांक्षाहरू पुरा होस्। बौद्ध स्तूपा अहिले पूजाहरू गरिसक्यौँ हामीले होइन। एकदम मनलाई चाहिँ आनन्द आओस्।
घुमाउ त भाइ एकचोटि सक्दो घुमाउ त किन नि अब हामी यो गरिसकेपछि अब हामी दियो बाल्छौँ अनि त्यस पछाडि हामी के गर्छौँ त भन्दाखेरि चिया खान्छौँ चिया होइन कफी खान्छौँ साह्रै भाग्यमानी हो जसले पनि चारो खुवाइदिन्छ ल फाल्दैन सुई बिचमा जा ओ बिचमा पर फाल्दै हामी कफी सपमा छिर्यौँ है त कफी खाने पुरी तरकारी है त ल यहाँ सुक्खा रोटी अब हामी बौद्ध घुमिसकेर हिँड्यौँ के साह्रो डर अहिले बौद्ध गएर फर्क्यौँ भने त भाइ बहिनीहरू हुँदैन त भाइलाई हेर्नु घुमेर आइसक्यो होइन घुमेर आयो खाजा पनि खाइयो त्यहाँनिर पूजा पनि मजाले गर्यो यस खुसी लाग्यो ल अनि अब मन्नत पनि माग्यो अब फेरि चाहिँ काठमाडौँ आएर फर्क्यो भने बौद्ध गएन भने चाहिँ अब मनमा चाहिँ उयो नहुने भएको पिर नहुने भयो म काठमाडौँ गएर बौद्ध गएन भनेर अनि अरू यस्तै हो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि सेयर पनि गरिदिनु होला धन्यवाद ल ठिक हो नि